लाउसर दलित युवा क्लब सोलु दुधकुलो नगरपालिका 11 द्वारा आयोजित खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताका अध्यक्षता गरिरहनुभएका क्लबका अध्यक्ष युवा नेता सोलु दुधकुलो नगरपालिकाका कार्यपालिका सदस्य यो कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य पर्यटन विभाग प्रमुख युवाहरूको डुगडुगी बौद्धिक व्यक्तित्व आङ्गेलु शेर्पाज्यू यसैगरी कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख जो नेपाली कांग्रेसका नेता जो यसैगरी कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिरहनुभएका सोलु दुधकुलो नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङज्यू यसैगरी भूमि आयोगका सोलु कुण्डका अध्यक्षज्यू यसमा आसन ग्रहण गरिरहनुभएका सोलु दुधकुलो नगरपालिका प्रवक्ताज्यू अध्यक्षज्यू वनमरेगाका अध्यक्षज्यू लगायत नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिज्यूहरू प्रदेश खका सभापतिज्यू लगायत मैले सम्मान गर्नुपर्ने कार्यक्रमका अतिथि आदरणीय व्यक्तित्वहरू सुरक्षा निकायका प्रमुखज्यूहरू लगायत यो खेलमा सहभागी हुनुभएका सम्पूर्ण खेल प्रेमी खेलाडी आदरणीय व्यक्तित्वज्यूहरू धेरै कुराहरू पूर्व वक्ताज्यूहरूले राखिसक्नु भएको छ। योभन्दा पछि पनि धेरै वक्ताहरू हुनुहुन्छ, म त्यसैले लामो समय लिन चाहन्न, समयले पनि नेटो काटिसकेको छ। खेलाडीहरू मञ्चमा हुनुहुन्न, उहाँहरू खेलको तयारीको लागि अत्यन्तै उत्सुकता हुनुहुन्छ। त्यो मानेमा पनि म धेरै लामो समय नलिकन विशेष गरेर लौरेश्वर दलित युवा क्लब प्रति म अत्यन्तै आभार प्रकट गर्न चाहन्छु, धन्यवाद प्रकट गर्न चाहन्छु। उहाँहरू खेलकुदमा मात्र होइन, यो समग्र यो तिङ्लाको विकासको लागि हरेक क्षेत्रमा उहाँहरू अग्रसर हुनुहुन्छ, चाहे त्यो विकासको कुरामा होस्, चाहे खेलकुदको कुरामा होस्, चाहे सांस्कृतिक कुराहरूमा होस्, अत्यन्तै अग्रसर हुनुहुन्छ। त्यो मानेमा पनि म लाउरेश्वर दलित युवा क्लबका सभापति अध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारी र यहाँको सदस्यज्यूहरूप्रति म अत्यन्तै हृदयदेखि धन्यवाद प्रकट गर्न चाहन्छु। खेलकुद आफैमा एउटा अत्यन्तै महत्त्वपूर्ण छ। खेलकुद राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने एउटा अत्यन्तै गहकिलो नारा छ। त्यो मात्रै नभएर आज यहाँ मैले भर्खरै सभापतिज्यूको भनाइअनुसार पनि यहाँ चाहिँ 17वटा टिम चाहिँ सहभागी भएको मैले जानकारी पाएको छु। यहाँ हाम्रो नगरपालिकाको मात्रै नभएर अन्तर जिल्लाको खेलाडीहरू समेत यो कार्यक्रममा सहभागी भएको मैले जानकारी पाएँ। हाम्रो नगरपालिकाले विशेष गरेर खेलकुदको क्षेत्रमा हरेक कुराहरूमा अग्रसर हुँदाहुँदै पनि खेलकुदको क्षेत्रमा अत्यन्तै सशक्त ढङ्गबाट विशेष गरेर युवाहरूलाई खेलकुदबाट प्रेरित गर्नका लागि हर सम्भव नगरपालिकाको नेतृत्व लागिरहेको यहाँहरूलाई सर्वविदित छ। हामी हरेक पटक राष्ट्रपति रणशिला आयोजना गर्छौँ युवाहरूलाई, विशेष गरी चाहिँ विद्यार्थी विद्यालयहरूलाई समेट्नलाई। विभिन्न क्लबहरूले नगरपालिकामा सक्रिय क्लबहरूले पनि हरेक पटक खेलकुदहरू आयोजना गर्नेछौँ। म आफू पनि सोलु दुधकुलो नगरपालिकाको जनप्रतिनिधि भएको र गार्माको एउटा वडा अध्यक्ष भएको हिसाबले पनि मैले यो युवाहरूलाई खेलकुदमा अझ आकर्षित गर्नलाई पहिलो पटक वडा अध्यक्ष कप आयोजना गरेको थिएँ। त्यसमा अत्यन्तै उल्लेखनीय उत्सुकताका साथ युवाहरूको उपस्थिति रह्यो। त्यसैले युवाहरू यो देशको भविष्य हो। उहाँहरूले चाहिँ खेलकुदबाट पनि उहाँहरूले चाहिँ आफ्नो पहिचान विश्वलाई पुर्याउँछ। त्यो मात्रै होइन कि विशेष गरेर यहाँ आजको यो उपस्थितिले पनि अन्य जिल्लाको उपस्थितिले पनि खेलकुदले एक अर्का बीच हाम्रो चाहिँ सम्बन्धलाई पनि समधुर गर्छ। त्यसैले पनि हामी जसरी लौरेश्वर युवा क्लब दलित युवा क्लबले एउटा
भलिबल आयोजना गरेर अत्यन्तै सराहनीय काम गर्नुभएको छ। म दलित यो क्लबप्रति अत्यन्तै आभार प्रकट गर्दै उहाँहरूले चाल्नुभएको हरेक क्रियाकलापलाई सदैव तपाईँहरूको साथमा रहनेछु र देशमा रहेका अतिथिगणहरूले पनि उहाँहरूले चाल्नु भएको हरेक क्रियाकलापलाई सहयोग गर्नुहुनेछ भन्ने आशा राख्दै म यो कार्यक्रम सफलताको पुनः शुभकामना व्यक्त गर्न चाहन्छु र यो क्लबप्रति अत्यन्तै मैले नजिकबाट निहालेको छु। हरेक यहाँहरूको चाहिँ क्रियाकलापमा मेरो सहभागिता हुने प्रतिबद्धता व्यक्त गर्दै मलाई यो कार्यक्रममा अतिथिको रूपमा निमन्त्रण गर्नुभएकोमा सम्पूर्ण आयोजक टिमप्रति म हृदयदेखि धन्यवाद व्यक्त गर्दै सम्पूर्ण खेलाडी साथीहरूलाई आफ्नो खेल अनुशासित ढङ्गबाट प्रस्तुत गरिदिनु हुनका लागि पनि म विनम्र अनुरोध गर्दै मेरो छोटो भनाइ यही अन्त गर्न चाहन्छु। नमस्कार, धन्यवाद, जय नेपाल।